नमस्ते, म केशव शर्मा। हिजो मात्रै कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा नेपालमा विभिन्न किसिमका टीका टिप्पणीहरू चलिरहेका छन्। अब कोहीले भनिरहेका छन् कुलमान घिसिङलाई चाहिँ यो तरिकाले पदमुक्त गर्नु हुने थिएन। कोहीले भनिरहेका छन् उले चाहिँ विभिन्न किसिमको चाहिँ भ्रष्टाचार गरेको हुनाले चाहिँ नीतिगत भ्रष्टाचार आफ्नो दाजुभाइको नाममा सम्पत्ति थुपारेको कारण चाहिँ सरकारले यसलाई पदमुक्त गरेको भनेका छन्। मेरो आफ्नो दृष्टिकोणबाट हेर्दाखेरि कुलमान घिसिङ भनेको चाहिँ एक सफल भिजनरी र राष्ट्रसेवक कर्मचारी हुन्। किनभने 2073 सालभन्दा पहिला हामीले लोड सेडिङ यति धेरै खेप्यौँ कि यति धेरै दुःख पायौँ कि सीमै थिएन। तर उनले सरप्राइज रूपमा चाहिँ जसरी लोड सेडिङ मुक्त गराउन सकिन्छ नेपाललाई भनेर चाहिँ एउटा आफ्नो भिजन प्रस्तुत गरेर देखाए। घाटामा गएको विद्युत प्राधिकरणलाई चाहिँ अहिले नाफामा चाहिँ लिएर गइरहेका छन्। अब यस्तो अवस्थाको कर्मचारीलाई चाहिँ नेपाल सरकार भनेको त कर्मचारीको त अभिभावक हो, या सबै नेपाली जनताको अभिभावक हो। अभिभावकले राष्ट्रसेवक कर्मचारीलाई पदच्युत गर्नुभन्दा उनको चाहिँ कार्यकाल भ्याइने अवस्थासम्म राखेर फुलमालाले अभिनन्दन गरेर चाहिँ बिदाई गर्नुपर्ने, यहाँ त ठ्याक्कै उल्टो भयो। किन यसो गरेको? कि कुलमान घिसिङलाई अब 4 महिना राख्दाखेरि कुलमान घिसिङबाट अझ धेरै केही खतरा थियो भने सरकारले चाहिँ कुनै जनताहरूलाई चाहिँ सूचनाहरू प्रवाह गरेर यो कारणले गर्दा कुलमान घिसिङबाट खतरा छ, त्यस कारणले कुलमान घिसिङलाई यो 4 महिना पनि राख्न असमर्थ छौँ भनेर कहीँ कतै चाहिँ वक्तव्य दिएको भए पनि राम्रो हुन्थ्यो। अब जनताको नजरबाट हेर्दाखेरि कुलमान घिसिङ सफल कर्मचारी हुन्, भिजनरी कर्मचारी हुन्, राम्रो कर्मचारी हुन्। उनलाई किन हटाइयो त भन्ने जनताको प्रश्न छ। किन कुलमान घिसिङलाई 4 महिना पनि आफ्नो चाहिँ कार्यकाल पुरा गर्न दिइएन भन्ने किसिमको प्रश्न छ। यसको जवाफ त पक्कै पनि सरकारले देला। तर अहिले जनताको आक्रोश यो विषयमा व्याप्त छ, जनलहर पनि व्याप्त छ, कुलमान घिसिङको पक्षमा छ। त्यस कारणले गर्दाखेरि सरकारले यो विषय पनि सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ मलाई। धन्यवाद।